कता कता जीवनमा केही कुरा छुटे जस्तो, केही गहिरो अर्थ खोजे जस्तो महसुस हुन्छ हैन? सायद कुनै टुटेको सम्बन्ध फेरि जोडिन सक्दैन कि जस्तो लाग्छ। आज हामी यही मानवीय अवस्थाको एउटा असाध्यै शक्तिशाली जवाफ खोज्ने प्रयास गर्नेछौँ। हो, यो पुरै कुराकानीको केन्द्रमा एउटै प्रश्न छ, के फर्किने कुनै बाटो छ? के त्यो हराएको कुरा फेरि पाउन सकिन्छ? त्यो टुटेको सम्बन्धलाई फेरि जोड्न सम्भव छ? सुरुमा जाउँ है त। सबै कुराको सुरुवात कस्तो थियो होला? कल्पना गरौँ त। एकदमै उत्तम। परमेश्वरले यस्तो संसार बनाउनु भएको थियो जहाँ सबै कुरा सुन्दर र लयमा थियो। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिस र परमेश्वर बीच कुनै पर्खाल थिएन। एकदमै प्रत्यक्ष, गहिरो सम्बन्ध थियो। अनि परमेश्वरले जे बनाउनु भयो त्यो हेरेर भन्नुभयो, यो असल छ। सोच्नुस् त, कुनै खोट थिएन, कुनै कमी थिएन, जस्तो हुनु पर्थ्यो ठ्याक्कै त्यस्तै, एकदमै असल। अब यो सुन्दर डिजाइनको सबैभन्दा खास कुरा के थियो भने स्वतन्त्रता। हो, छनौट गर्ने स्वतन्त्रता। परमेश्वरले मानिसलाई रोबोट बनाउनु भएन। उहाँसँग प्रेमको सम्बन्धमा बस्ने वा नबस्ने त्यो छनौट मानिसलाई नै दिएको थियो। तर त्यहीँनिर एउटा यस्तो मोड आयो जसले सबै कुरा बदलिदियो। मानिसलाई परमेश्वरको त्यो उत्तम योजनाभन्दा बाहिर गएर आफ्नै बाटो रोज्यो। आफ्नै बाटो रोज्नु भनेको के हो? यो भनेको म आफैलाई थाहा छ मेरो लागि के असल हो, के खराब हो भनेर आफ्नो जीवनको मालिक आफै बन्न खोज्नु हो। र यही निर्णयले सृष्टिकर्तासँगको त्यो सुन्दर पवित्र सम्बन्धलाई तोडिदियो। हामी अक्सर पाप भन्ने बित्तिकै केही नियम तोडेको कुरा सोध्छौँ, तर यो त्योभन्दा गहिरो छ। पाप भनेको खासमा लक्ष्य चुकाउनु हो। जुन उद्देश्यको लागि हामी बनाइएका थियौँ त्योबाट भड्किनु हो। अनि यो परमेश्वरसँगको सम्बन्ध टुट्नुको सिधा नतिजा हो। हो, यही सम्बन्ध टुट्दा मानिस र परमेश्वरको बीचमा एउटा गहिरो नपुर्ने खाडल बन्यो। एउटा यस्तो खाडल जसलाई मान्छेको कुनै पनि प्रयासले, कुनै पनि असल कामले भर्न सक्दैन थियो। र यो अलगावको परिणाम एकदमै गम्भीर छ। पापको ज्याला मृत्यु हो। यो केवल शारीरिक मृत्युको कुरा होइन, यो त सृष्टिकर्ताबाट, जीवनको स्रोतबाट सधैँका लागि अलग हुनु हो। सोच्नुस् न, एक पूर्ण पवित्र र सिद्ध परमेश्वरको अगाडि हाम्रो कुनै पनि प्रयास, हाम्रो कुनै पनि राम्रो काम त्यो टुटेको सम्बन्धलाई जोड्न पर्याप्त हुँदैन। यो यस्तो ऋण जस्तो भयो जुन हामी आफैले कहिल्यै पनि तिर्न सक्दैनथ्यौँ। त्यसैले मानवताको अवस्थालाई एउटै शब्दमा भन्नुपर्दा हराएको हो। कुनै बाहिरी मद्दत बिना परमेश्वरबाट सधैँको लागि अलग भएको, हराएको। तर कथा यही सकिँदैन। जब सबै आशा सकिए जस्तो देखियो, जब त्यो खाडल कहिल्यै नपुरिने जस्तो लाग्यो, तब परमेश्वरले आफै हस्तक्षेप गर्नुभयो। उहाँले नै त्यो समस्याको लागि एउटा अचम्मको, एउटा शक्तिशाली समाधान ल्याउनुभयो। त्यो समाधान कुनै योजना वा नियम थिएन। त्यो समाधान एक व्यक्ति हुनुहुन्थ्यो, येशू ख्रीष्ट। हो, उहाँ नै त्यो नपुर्ने खाडललाई पुर्ने एक मात्र पुल हुनुहुन्छ। येशू ख्रीष्टको लक्ष्य एकदमै स्पष्ट थियो। पहिलो, उहाँले त्यो सिद्ध जीवन जिउनुभयो जुन जीवन मानिसले जिउनु पर्ने थियो। दोस्रो, उहाँले हाम्रो पापको दण्ड जुन हामीले पाउनु पर्थ्यो त्यो सबै आफै माथि लिनुभयो। उहाँ हाम्रो ठाउँमा क्रुसमा बलिदान हुनुभयो। तर कथा त्यतिमै सकिएन। तेस्रो दिनमा उहाँले मृत्युलाई नै पराजित गर्नुभयो र बौरी उठ्नुभयो। येशू ख्रीष्टले आफै भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यसले के देखाउँछ भने परमेश्वर कहाँ फर्कने बाटो कुनै धर्मकर्म वा नियम होइन, तर येशू ख्रीष्ट आफै हुनुहुन्छ। त्यसो भए प्रश्न आउँछ, यो टुटेको सम्बन्धलाई फेरि कसरी जोड्ने त? येशूले गर्नुभएको यो कामलाई व्यक्तिगत रूपमा कसरी आफ्नो बनाउने? यसका लागि केही सरल तर गहिरो पाइलाहरू छन्। पहिलो, आफ्नो बाटोमा हिँड्न छोडेर परमेश्वरतिर फर्क्ने निर्णय गर्नु। दोस्रो, आफ्नो गल्तीलाई स्वीकार्नु र साँचो मनले पछुताउनु। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण, हृदयदेखि विश्वास गर्नु र त्यसलाई व्यक्त गर्नु। हो, यही तेस्रो पहिला नै समयभन्दा मुख्य हो। हृदयबाट विश्वास गर्नु र मुखले घोषणा गर्नु। के घोषणा गर्ने? यही सत्य,
येशू परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ मेरो लागि मर्नुभयो र परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो। यो केवल केही शब्दहरू दोहोर्याउनु मात्र होइन, यो त हृदयदेखि परमेश्वरको यो महान उद्धारको योजनालाई अँगाल्नु हो। यहाँनिर दुई फरक बाटो देखिन्छ। एकातिर छ धर्म, जुन चाहिँ असल काम गरेर नियम मानेर परमेश्वरसम्म पुग्ने मानवीय प्रयास हो। अर्कोतिर छ विश्वास, जुन चाहिँ येशू ख्रीष्टद्वारा परमेश्वरले सित्तैमा दिनुभएको उपहारलाई स्वीकार्नु हो। यो हामीले कमाउनु कुरा होइन, यो त केवल ग्रहण गर्ने उपहार हो। ल, यो उपहार ग्रहण गरेपछि के हुन्छ त? हो, यसले जीवनमा एउटा गहिरो र वास्तविक परिवर्तन ल्याउँछ। एउटा पुरै नयाँ जीवनको सुरुवात हुन्छ। अनि यो नयाँ जीवनका प्रतिज्ञाहरू साँच्चै अद्भुत छन्। परमेश्वरसँगको अनन्त जीवन, अब कुनै दोष र दण्डको डर छैन। परमेश्वरको आफ्नै सन्तान बन्ने अधिकार, अनि उहाँले जीवनको लागि बनाउनु भएको योजनामा हिँड्ने मौका। भित्रैदेखि एउटा नयाँ परिवर्तनको सुरुवात हुन्छ। यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझौँ है। धेरैलाई लाग्न सक्छ, पहिले म असल बन्छु अनि मात्र परमेश्वर कहाँ जान्छु। तर वास्तविकता ठिक उल्टो छ। परिवर्तन चाहिँ विश्वास गर्ने निर्णय पछि आउँछ। यो विश्वास गर्नको लागि शर्त होइन, तर विश्वासको परिणाम हो। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोड्छु। के थाहा, त्यो नयाँ सुरुवातको दिन आजै पो हो कि?